वेलकम टु गाइज। हामी चाहिँ वहाँ पारीबाट यो धान देखेर आएको, किन ढलेन धान, सबै धान ढल्यो, यो धान किन ढलेन भनेर रिसर्च गर्न आएको कि अब धान बटमा पुग्ने कहाँबाट धानका साउले ढुङ्गाले हानेर मार्छन् कि भन्नु पिरोलो। यो चाहिँ के खाले धान भनेर हेर्नु हामी कसिरहेको दाजु घर पहिरो गइसकेर नि सबै ए सर्ला सुर्लुकै गइन्छ अलिकति। हामी वहाँ पारीबाट यो धान देखेर आएको होइन, खै अझै त धानका मालिक आएर हाम्रै धान लुट्न आइछन् कि क्या हो भनेर लौरिएर आउँछन् कि भन्नु। यो पानी यस्तो छ त अनि धान राम्रो भइहाल्छ। ए होइन, यो जेठोबाट त होइन, जेठोबाट होइन दाइ, यो झुल्नै छ नि त, झुल्नै छ कि के नाम हो? हरिद्वार। जय हरिद्वार। होइन के अरे चिन्नीलाई हरिद्वार नचिन्नीलाई यो मलद्वार भनेको है कहिले के भन्छ त्यस्तो। ल सुनकेसरी बाला, ल एउटा धान लच्के होइन के पाक होइन कि यो ऊ बस्नै छ र ढल्न बाँकी नै छ हुनु पर्यो। न त भने कस्तो राम्रो बिटा बालाहरू पनि कति लाउँछन्, बाला लग्जरियस छ बाला लामो रहेछ। एउटा पनि छैन क्या पोटा, पोटा एउटा पनि छैन र ढलेको एउटा पनि छैन। ल सँगसँगै यहाँबाट यताको पुरै बेहोस भयो, यहाँबाट यताको यो सब बेहोस भएन। यो धान अलग्गै हो, यो धानको लेयर फेरि फरक छ कि उहाँदेखिको सर्लक्कै सिधा सिधा यो माथिदेखि एउटै व्यक्ति घर हो, एउटै ल हेर कति राम्रो छ। एक रति पनि बेल्लो त बेल्लो एक रति ढलेको छैन कि कस्तो राम्रो त बाला छ, हुना पो छ। लग्जरियस छ यो झुल्नै छ। भेरी फ्यान्टास्टिक। वाह प्रकृति लभर हो कि म प्रकृति लभर। ढलाउला फेरि छ त्यहाँ घरि त्यहाँ मार्ला। हाम्रो आजको रिसर्च यति नि हो। जान एउटा भिडियो प्रकृतिमा फोटो मिल्दैन नि दाजु, ओन्ली भिडियो। ओके ल धान झुलेको छ कहाँ जाउँ भइरहन्छ मन डुलेको छ भनेर बागलुङतिर यस्तो गीत गाएको यस्तो सचिन्छ कति मात्रै ल यो सबै कुनै ढला छैन कि अचम्म छ, कोही ढला छैन कि यो चाहिँ यताको फेरि सब बेहोस भइसकेको छ लडेर सर्लासुर्लुकै ढलेछन्। यो पनि ढले यो चाहिँ अनादि जस्तो हेर्दा त ऊ काइल धान के भयो यस्तो छ कि हाइट पनि 5 फिट अनि 5 फिट होला। धेरै पनि हुन्न सलैदिए काँडा भनेर फेरि ल सलकै छ कि फेरि यस्तो राम्रो छ कि कति अग्लो पनि कति त राम्रो। ल नापामै हाइट मेरो हाइट 5 फिट 3 छ ए ल 6 फिटको हाइटको धान पनि एक रति नढल्ने भनेको कस्तो होला कि। ल यति नै क्विट गरौँ है।